लाउनु भएन? राम्रोसँग लगाइदिनु। यो मकै पक हुन्छ। सुन्न वा त्यो आन्टीले क्या खाना खानु बोलाएको छ हो त्यहाँनिर त्यो फेरि बेहोरा देखाउनु होइन नि त फेरि घरमा लान्छु ल भनेर यत्रो प्लास्टिकमा पोको गर्न थाल्छ नि त्यहाँ नानीहरू बिचारा अनि खाँदा हुन्छ नि त नि के को नानीहरूलाई हामीलाई खानु बोलाएको तँलाई चाहिँ खालि यसलाई चाहिँ खालि त्यही फेरि त्यो हम्रेङ खानु होइन नि फेरि हतार मभन्दा बेसी त आफै खानुहुन्छ ल। ल तैँले चाहिँ बेहोरा देखाउँछस् नि फेरि हेर त फेरि त्यहाँ उयो गर्नु होइन नि फेरि ल ल ल हेर त कस्तो राम्रो हरियाली ए बाउला छिटाइदिएर कहाँ घारीतिर पसेको त्यो यहाँ हेर्नु न तितेपाती कति ए भगवान् के को तितेपातीको त यो त गाँजा हौ यो त मर्नै भयो गाँजा हौ गाँजा फ्याँक्नु हौ यो त यसले त यो मार्छ होला भरे त गाँजा हो अनि के त अनि बेचौँ त लगेर पैसा आउँछ पुलिसले पक्रेर लान्छ आमा कत्रो लिची मलाई दिनु न एउटा झारेर ए भगवान् त्यो लिची त्यो कटर अनि पार्कले त्यसमा लागेको छैन त भन कटर हौ के हो कटर भनेको इङ्ग्लिसमा भन्नु मलाई इङ्ग्लिसमा मात्रै याद भन्छ ज्याक फ्रुट अच्छा ज्याक फ्रुट भन्छ बुझिस् लिची नेपालीमा चाहिँ कटर के को लिची जे पाए त्यसलाई लिची भन्छ भन त्यत्रो यत्रो कटर लिची त यत्रो भन्छ त के थाहा हो मलाई झन्डै लड्यो हौ आफै दबाई खाएर आएको लुच्छिने हस्पिटल गएर मात्र होइन कतै नाच्दै हिँडेको ऊ पर छ साथीको घर चाहिँ ऊ त्यहाँ पर हो अब आइपुग्नु आँट्यो अब चाहिँ केटाकेटी जस्तो बेहोरा नदेखाइ ल यत्रो टाढो रहेछ अनि तपाईँको खुट्टा पनि दुखेछ एउटा टोटो मात्रै ल्याउनु पर्छ कमसेकम लोभिनी अरे दिउँसो पनि उहाँ भाडा पैसा बचाउनु पर्छ भने त खालि खर्च गर्नु खालि खै त अनि किन यस्तो छ खोइ यसको खोस्टा कहाँ राख्नु भयो तपाईँले अरे त्यो पल्लो घरको गाईलाई दियो भने त कहिले कहिले दुध दिन्छ नि त फेरिमा गाईलाई दियो भने खोस्टा काम लाग्दैन अझै म त यो खोया पनि फर्काएर ल्याउने विचार गर्दै थिएँ खोया चाहिँ के हो त्यो पनि गाईले खान्छ यति दुध दिन्छ कहिले कहिले फ्रीमा दही दुध दिन्छ नि त फ्रीको भने चाहिँ केही उठाउनु खोज्दिनँ क्या खाली किन्नु ल ल ल फेरि के आयो भन तपाईँलाई म चस्मा बनाइदिन्छु ल यसको अन्तको घरको के कुर्छ न कुर्छ अहिले चस्मा बनाउने यो त केही पनि हुँदैन केटाकेटी नै छ हो यो त अहिले आम्मा यत्रो बुढी भइसक्यो दुईजना नानीको आमा भइसक्यो यही हो चस्मा यहाँ हेर्नु चस्मा यही हो यस्तो चस्मा त्यो पनि सनग्लास हुन्छ किन छोएर त म खै मान्छेले देख्दा पनि के भन्छ हौ बुहारी बाटोमा बुहारीलाई कुद्दैछ ठोका मान्छेले देख्छ हजुर किन यो घरको मान्छे थियो नि यो घरको मान्छेले सम्मै ठकाएको मलाई यो घरको क्याप्टेन हो क्याप्टेन कस्तो साह्रो गफ पिटेको यो घर भत्काएर यो घर चाहिँ भत्काएर अलि यहाँ यो ठुलो घरमा चाहिँ उनीहरू बस्छ हो यो चाहिँ अहिले भत्काएर यो घर भएको मान्छेले तबला फकाएको हो त्यो अर्को छ नि घर